नमस्कार, म रविन्द्र लम्साल, टोरन्टो नेप्लिज स्पोर्ट्स क्लबको अध्यक्ष र यो प्रोग्राम बच्चाहरूको सकरको प्रोग्राम हामीले 2019बाट सुरु गरेर अहिले यो 6औं वर्ष यो बच्चाहरूको प्रोग्राम सुरु भइरहेको छ। 100 भन्दा बढी बच्चाहरूले यहाँ इनरोल गर्नुभएको छ। सम्पूर्ण प्यारेन्ट्सहरूलाई र यो बच्चाहरूलाई यो आजको दिन र आजको यो सुरुवातको दिन सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ हामी टोरन्टो नेप्लिज स्पोर्ट्स क्लबको तर्फबाट, टोरन्टो नेप्लिज स्पोर्ट्स क्लबको परिवारको तर्फबाट। र यहाँ सम्पूर्ण इन्भल्भ हुने जति भोलिन्टियर्सहरू हुनुहुन्छ, जति कोचहरू हुनुहुन्छ, जति प्यारेन्ट्सहरू हुनुहुन्छ, जति सहयोगदाताहरू हुनुहुन्छ, सबैलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र यो प्रोग्रामको जर्सी स्पोन्सर गर्ने होम लाइफ 24/7 को स्कार्बरोको टिम र होम लाइफ 24/7ले हरेक वर्ष 2019बाट यो जर्सीको स्पोन्सर गर्दै आइरहेको छ। विशेष गरी कर्ण बटालाजीलाई धेरै धेरै धन्यवाद र उहाँको टिमलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र जति स्पोन्सर गर्दै हुनुहुन्छ यहाँ यो सकर क्याम्पको लागि सबैलाई धेरै धेरै धन्यवाद। र आज विशेष गरी आज कफी र बच्चाहरूको स्न्याक्स उपलब्ध गराउने हाम्रो उज्जवल थापाज्यू र उहाँको परिवारलाई धेरै धेरै धन्यवाद हामी दिन चाहन्छौँ। र यो चिसोमा पनि प्यारेन्ट्सहरूले यसरी बच्चाहरू लिएर आएर हामीलाई यो प्रोग्रामको निम्ति सपोर्ट गर्नुभएको छ, उहाँहरूलाई पनि हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। छैटौं वर्ष सुरु हुँदै गर्दा यो टिएनएसीको प्रोग्रामले एकदमै राम्रो सफलता पाइरहेको हामीले महसुस गरिरहेका छौँ। सबै प्यारेन्ट्सहरूले यहाँ सहयोग पनि गर्नुभएको छ, स्न्याक्सहरू दिएर बच्चाहरूलाई रेजिस्ट्रेसन गराएर सबैले सहयोग पनि गर्नुभएको छ। सबै प्यारेन्ट्सहरूलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। यो हाम्रो स्पोर्ट्स प्रोग्राम सकर खेल्ने मात्रै नभएर प्यारेन्ट्सहरूको बिचमा आफ्नो नेटवर्किङ बढाउने, सम्बन्ध आदान प्रदान गर्ने, नेपाली बिच चिनजान गर्ने, प्लस बच्चाहरूको चाहिँ नि सकरको स्किललाई पनि डेभलप गर्ने र यसबाट चाहिँ नि बच्चाहरूले सकर सिकेर पछि गएर चाहिँ सकर प्लेयर हुन पनि राम्रो सकर प्लेयर बन्न सकुन् भन्ने हाम्रो उद्देश्यले अहिले नयाँ 2टा कोचहरू हामीले हायर पनि गरेका छौँ। नेपालबाट नेसनल प्लेयर्सहरू आएका छन् र उनीहरूलाई पनि हामीले कोचको रूपमा हायर गरेका छौँ। 11 जना कोचहरूले यहाँ चाहिँ कोचिङ गर्दै हुनुहुन्छ। अहिले एकदमै प्रोफेसनल कोचहरूले कोचिङ गर्दै हुनुहुन्छ। त्यसकारण प्रोग्राम एकदम राम्रो हुँदैछ। हरेक शनिबार हुने यो विस्टन चर्चिल कलेजिएट इन्स्टिच्युटको यो प्राङ्गणमा यो सकर ग्राउन्डमा हुने यो प्रोग्राममा सबैजना आइदिएर साथ दिएर सफल बनाइदिनु हुनेछ भन्ने हामीले आशा लिएका छौँ। धेरै धेरै धन्यवाद। नमस्ते, म रमेश थापा, टिएनएसी टोरन्टो नेप्लिज स्पोर्ट्स क्लबको सकर म्यानेजर कोच हुँ। टिएनएसीले सदाको चाहिँ किड्सको सकर ट्रेनिङ हामी वार्षिक 2017 सालबाट हामी कन्टिन्यू गरिरहेका छौँ। त्यसै सिलसिलामा हामी अहिले विन्स्टन चर्चिल कलेजिएटको हामी प्राङ्गणमा अहिले किड्सहरूको हामी सकर ट्रेनिङ गरिरहेका छौँ। हामी देख्न सक्छौँ यहाँ हाम्रो डिफ्रेन्ट एज ग्रुप, जस्तो यो हामी सँगै भएको 2टा ग्रुप छ, U11 को 2टा ग्रुपहरू यिनीहरू भाइ बहिनीहरू खेलिरहनु भएको छ। र यसमा कोचहरू हुनुहुन्छ नेपालमा नेसनल गेम समेत खेलेर आएको भाइ नेसनल प्लेयर प्रशान्त वस्ती भाइ हुनुहुन्छ। त्यसै गरी U17-16 को नेपालको नेसनल टिमकै गेम खेलेर आएको भाइ शशाङ्क भाइ छन्। त्यसै गरी सागर थापा यहाँको एकाडेमी लिग 1 रिजर्भमा खेल्ने भाइ छन्, यहाँ कोच छन्। त्यसै गरी हामी देख्न सक्छौँ अर्को ओरेन्ज कलरको जर्सीमा हाम्रो 13+ को हाम्रो टिम छ, U15 को टिम छ, जुन टिमको कोच चाहिँ हाम्रो धीरज जोशी भाइले गरिरहेका छन्। त्यसै गरी उनी पनि यहाँको क्यानाडाको लिग 1मा खेल्छन्। त्यसै गरी त्यसको हेड कोच मालदिना लिम्बू छन्, उनी पहिलेदेखि विगतदेखि नै टिएनएसीको एकाडेमी कोच गरिरहेका छन्। सँगै साथमा कर्मा भाइ, त्यसै गरी त्यो टिममा युवराजले सपोर्ट गरिरहेका छन्। यता अर्को U11 को टिममा साबी भाइले यहाँ सहयोग गरिरहेको छ। हामी देख्न सक्छौँ यो छेउको दिलीपजी, यो छेउको टिम यो U9 को टिम हो। यो U9 को टिमको कोच चाहिँ हाम्रो सक्षम भट्टराई, ऊ यहाँको क्यानाडाको लिग 1 रिजर्भमा उनी खेल्ने गर्छन्। त्यसै गरी हर्षल यहाँको एकाडेमी, त्यसै गरी हिमाल छन्। त्यसै गरी हामी देख्न सक्छौँ पर U7 को टिम, त्यसमा यहाँको खेल्ने भाइहरू खेलाउने भाइहरू हुनुहुन्छ हाम्रो शुभम फेल, त्यसै गरी प्रत्युष पाण्डे, त्यहाँ अहिले युवराज त्यहाँ पुगेका रहेछन् र हिमाल टिममा छन्। र यसरी हामीले यहाँ लगभग झन्डै तपाईँको 90 जना किड्सहरू, क्लोज टु 100 किड्सहरू चाहिँ यहाँ अहिले ट्रेनिङ गरिरहेका छन्। हामीले अहिले यो चाहिँ विशेष गरी हामीले चाहिँ एउटा फन्डको रूपमा, एउटा रिक्रेसनल भन्दा पनि डेभलपमेन्ट सकर डेभलपमेन्ट ट्रेनिङको रूपमा हामीले लिइरहेका छौँ। त्यसै गरी हाम्रो अरू डेजहरू पनि हामीले चाहिँ एकाडेमीको रूपमा हामीले ग्रो गरिरहेका छौँ। त्यसको चाहिँ अहिले हाम्रो भाइहरू कोचहरू हाम्रो प्रशान्त वस्ती भाइ लगायत हाम्रो मालदिना शशाङ्कहरूले यसको चाहिँ कन्टिन्युएसन कोअर्डिनेसन गरिरहनु भएको छ। र यसै गरी तपाईँले देखिरहनुहुन्छ उता हाम्रो अभिभावकजीहरू हुनुहुन्छ। थ्याङ्क यू
दिलीप सर है। नमस्ते, म विमल बस्नेत, टोरन्टो नेप्ली स्पोर्ट्स क्लबको सचिव र हामीले यो वर्षको आजदेखि किड्स ट्रेनिङ सकर सुरु गरेका छौँ। यो लरेन्स र किरेनीको इन्टरसेक्सन नजिक पर्छ। चर्चिल विन्स्टन चर्चिल कलेजिएटको ग्राउन्डमा रहेको छ। विशेष गरी यो किड्स सकरको प्रायोजन मुख्य उद्देश्य भनेको भाइ बहिनीहरूलाई खेलकुद मार्फत हेल्दी बनाउने र भाइ बहिनीका साथसाथै प्यारेन्ट्सहरूलाई पनि जोड्ने। हामी प्रदेशमा छौँ, विभिन्न पेसा कामहरू गरिरहेका छौँ, सबै हामी व्यस्त छौँ र यो समरमा विशेष गरी हामीले मेदेखि अगस्तसम्म अभिभावकलाई पनि जोड्ने र केटाकेटीहरूलाई पनि सकर मार्फत जोड्ने हाम्रो योजना रहेको छ र यो हाम्रो 6औँ वर्ष हो र तपाईँहरू पनि यो विकेन्डमा समय मिल्छ भने तपाईँका बाबु नानीहरूलाई लिएर आउन सक्नुहुन्छ। बाबु नानीहरू नभए भने तपाईँहरू आफू पनि आएर यो एउटा भेटघाटको रूपमा तपाईँहरू आउन सक्नुहुनेछ। सबैलाई धेरै धेरै धन्यवाद। नमस्ते। Hello guys, my name is Coach Sagar. The skills I teach is passing, receiving, moving forward. I'm teaching the position midfield, defender, striker, and goalie position. Thank you very much for listening. I like TNSE because I get to play with my friends and I get to learn more skills in soccer. I like TNSE because I get to learn new skills and new stuff in soccer. I like TNSE because it's really fun here and I get to play with my friends and they really have a really good training. I like TNSE because I get to hang out with my friends and I get to learn soccer better at the same time. I like TNSC because it's very fun. I like TNSC because I learn new things in soccer. I like TNSC because I get to play my favorite sport, which is soccer. I like TNSC because I get to learn new skills. यो भिडियो मार्फत मलाई हेरिराख्नु भएको सबैजनालाई मेरो नमस्ते, सेवारो, गुड मर्निङ हैन। अनि आज चाहिँ म के प्रसङ्गमा कुरा गर्न गइरहेको छु भने अहिले चाहिँ हामी हाम्रो टिएनएससी सकर ट्रेनिङ क्याम्पमा छौँ। अनि यो चाहिँ सधैँ चाहिँ हाम्रो वार्षिक रूपमै हुने गरिरहेछ। अनि यो चाहिँ मेरो पनि आफ्नै पर्सनली पनि सेकेन्ड इयर हो। अनि म टिएनएससी सकर क्याम्पको कोच मालदिना आङथुपो। अनि विगतको वर्ष जस्तै यो वर्ष पनि टिएनएससी सकर क्याम्पमा जोइन हुन पाउँदा चाहिँ मलाई एकदम खुसी लागेको छ। त्यसको लागि म टिएनएससी फ्यामिलीलाई मलाई विश्वास गरेर कोच बनाइदिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। र त्यसै गरी म केही कुरा जोड्न चाहे कि यो सिजन चाहिँ हाम्रो दुईटा नयाँ कोचहरू पनि जोइन हुनुभएछ हामीसँग। उहाँहरू चाहिँ एकदम नेपालको नेसनल टिमबाट खेलिसकेको, नेपालको नेसनल टिमको पनि अनुभव लिइसकेको कोचहरू हुनुहुन्छ, जो चाहिँ एक्सपिरियन्स र आफ्नो खेल कौशललाई नेपाली फुटबल प्रेमी अगाडि राखिसक्नु भएको छ। र उहाँहरूको उपस्थितिले चाहिँ हाम्रो टिएनएससी सकर क्याम्पलाई चाहिँ एउटा नयाँ रौनक र हाम्रो बच्चाहरूलाई चाहिँ एउटा नयाँ केही कुरा जुन चाहिँ अब एउटा प्रोफेसनल हिसाबले प्रोफेसनल एक्सपिरियन्सको चाहिँ एउटा केही नयाँ स्किल्स टेक्निक्सहरू जुन चाहिँ उहाँहरूले ल्याउनुहुनेछ भन्ने म विश्वास त गर्दछु। र यहीसँगै अब हाम्रो ट्रेनिङ क्याम्पमा चाहिँ बच्चाहरूलाई चाहिँ स्किल्स, डिसिप्लिन्स लगायत हाम्रो एक्सपिरियन्स कोचहरूबाट नयाँ नयाँ फुटबल टेक्निक्सहरू चाहिँ हामी प्रोभाइड गर्नेछु भन्ने हामीलाई विश्वास रहेको छ। धन्यवाद।
Wave the camera, Everyone wave. Trio. 4 separate team है तिनीहरु है 4 separate team